नमस्कार, अभिवादन। म नेपाल समाजवादी पार्टी नयाँ शक्तिको प्रवक्ता कृष्ण शर्मा। हिजो राजावादी शक्तिहरूले आन्दोलनका नाममा मच्चाएको वितन्नताप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षण भएको छ। हिजो आन्दोलनका नाममा पुनरुत्थानवादी शक्तिहरूले जुन सर्वसाधारण जनताका घर र सम्पत्तिहरू तोडफोड मच्चाए, आगजनी गरे, सञ्चारगिरीहरूमा र राजनीतिक दलका कार्यालयहरूमा तोडफोड मच्चाए, यातायातका साधनहरू तोडे, सार्वजनिक सम्पत्तिहरू हिनामिना गरे, लुटपाट गरे, त्यसको हामी घोर निन्दा र भर्त्सना गर्दछौँ। साथसाथै आज देशमा जुन गणतन्त्र स्थापनापछि जनताको जीवनको अवस्था बदलिएन, गणतन्त्रले जनताको जीवन बदल्ने गरी राजनीतिक दलका नेताहरूले सुशासन दिन सकेनन्, भ्रष्टाचार मौलायो, देशमा राजनीतिक अस्थिरता भयो, पुराना दलका पुराना नेताहरू सत्तादेखि सत्तासम्मको मात्रै राजनीति गरे। त्यसको कारण जनतामा भएको निराशाले पैदा गरेको अवस्थामा धमिलो पानीमा माछा मार्ने तत्त्वहरू चाहिँ सलबलाइरहेका छन् र राजावादी शक्तिहरूले फेरि इतिहासको पाङ्ग्रालाई पछाडि धकेलेर मुलुकलाई अँध्यारो युगतिर लैजाने दुष्प्रयास गरिरहेका छन्, जुन सम्भव छैन र जुन अहिलेको देशको आवश्यकता पनि होइन। हामी स्पष्ट पार्न चाहन्छौँ कि अहिले देशमा जुन बेरोजगारी छ, देशमा जुन खालको चाहिँ राजनीतिक अस्थिरता छ, कुशासन छ, भ्रष्टाचार छ, त्यसको अन्त्य भनेको राजनीतिलाई शुद्धिकरण गरेर, लोकतन्त्रलाई अझ समृद्ध गरेर, राष्ट्रिय स्वाधीनतालाई सबल बनाएर, लोकतन्त्रलाई अझ समावेशी र सहभागितामूलक बनाएर, त्यहाँ आम जनताको पहुँचलाई सुनिश्चित गरेर, राज्य सत्तामा पुगेर राजनीतिक दलहरूले सुशासनको प्रत्याभूति दिएर समृद्धिका कार्ययोजनाहरू लागू गरेर मात्रै देशका विद्यमान समस्याहरूलाई हल गर्न सकिन्छ। देशलाई पछाडि फर्काएर देशका समस्याहरू समाधान हुने होइन, देश झन् ठुलो दुष्चक्रमा, झन् राजनीतिक अस्थिरताको, युद्धको, द्वन्द्वको झन् ठुलो दुष्चक्रमा फस्छ र ठुलो मूल्य हामीले चुकाउनुपर्छ। हो, आज देशका युवाहरू चाहिँ रोजगारीको समस्याले गर्दाखेरि विदेश पलायन भइरहेका छन्। देशमै युवाहरूलाई रोजगारी दिनका लागि यहाँको उत्पादन प्रणालीलाई परिवर्तन गर्नुपर्छ, आर्थिक सामाजिक रूपान्तरणका कार्यक्रमहरू अगाडि बढाउनुपर्छ, शान्ति र समृद्धिका योजनाहरू लागू गर्नुपर्छ। राजनीतिक दलहरूले यसमा ध्यान दिनुपर्छ, राजनीतिक दलहरू सुध्रिनुपर्छ, रूपान्तरण हुनुपर्छ। पुराना दलका पुराना नेताहरूले आलो पालो गरेर सरकार चलाउने होइन कि देशको राष्ट्रिय स्वाधीनता जगेर्ना गर्ने, समावेशी लोकतन्त्रलाई सबलीकरण गर्ने, देशलाई सुशासन प्रत्याभूत गर्न सक्ने, विकास र समृद्धिका कार्ययोजनाहरू दिएर देशलाई अग्रगामी दिशामा रूपान्तरण गर्न सक्ने सक्षम र सबल एउटा वैकल्पिक शक्तिहरू, अग्रगामी शक्तिहरू, नयाँ शक्तिहरूलाई अगाडि बढाउनुपर्छ। लोकतन्त्रको विकल्प लोकतन्त्र हो। एउटा राजनीतिक दलले कमजोरी गर्यो, उसले शासन सत्ता सही ढङ्गले सञ्चालन गर्न सकेन भने अर्को राजनीतिक दललाई निर्वाचनको माध्यमबाट छानेर लोकतन्त्रलाई सबलीकरण गर्ने अधिकार जनतामा छ। जनता नै इतिहासका निर्माता हुन्। हिजो जनयुद्ध र जनआन्दोलन गरेर देशमा जुन खालको हामीले परिवर्तन ल्याएका छौँ, यसलाई टेकेर अरू बाँकी अधिकारहरू प्राप्तिका लागि अगाडि बढ्नुको विकल्प छैन। त्यसैले सम्पूर्ण गणतन्त्रवादी शक्तिहरू, अग्रगामी शक्तिहरू फेरि एकताबद्ध भएर देशलाई अग्रगामी दिशामा अगाडि बढाउन र पुनरुत्थानवादी शक्तिहरूलाई सशक्त ढङ्गले प्रतिवाद गरेर अगाडि बढ्नको लागि हामी हार्दिक आह्वान गर्दछौँ।